नमस्कार सबैजनालाई। आज वेडनेसडे बुधबार 2082 साल मंसिर 3 र आज चाहिँ गोरखापत्रमा लोकसेवा सामग्री प्रकाशन हुने दिन हो र मैले पनि गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री लिएर आएको छु। प्रश्न नम्बर 1 मा रहेको छ, नेपाल प्रिमियर लिगको दोस्रो संस्करण कहिलेबाट सुरु भएको छ? विक्रम सम्वत 2082 साल मंसिर 1 गते, 2025 नोभेम्बर 17। यो मैले पछिल्लो भिडियोमा पनि यसको बारेमा जानकारी दिएको थिएँ। प्रश्न नम्बर 2, राष्ट्रिय कर दिवस 2082 को अवसरमा सबभन्दा बढी आयकर तिरी सम्मानित हुने संस्था कुन हो? नेपाल दूरसञ्चार प्राधिकरण। यसको पनि डिटेलमा भिडियो छ, पछिल्लो भिडियो हेर्नु होला। त्यसैगरी आन्तरिक राजस्व विभागले केन्द्रीय बीजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो? केन्द्रीय बीजक प्रणाली विक्रम सम्वत 2074 मंसिर 1। मिसेस वर्ल्ड 2025 उपाधि जित्ने प्रतिभा को हुन्? रक्षा पन्त बुटवल। विक्रम सम्वत 2082 साल कार्तिक 29 गते फिनाले भएको थियो र मिसेस वर्ल्ड 2025 मिसेस वर्ल्ड भनेको चाहिँ विवाहित महिलाको सुन्दरी प्रतियोगिता हो। र प्रश्न नम्बर 5, नेपालमा राष्ट्रिय आर्टिफिशियल इन्टेलिजेन्स एआई नेशनल एआई केन्द्रको स्थापना कहिले भएको हो? विक्रम सम्वत 2082 साल कार्तिक 24 गते। प्रश्न नम्बर 6, इमानदार भयौ भने तिमीले धेरै साथी बनाउन नसकौला, तर जति बनाउँछौ साँचो साथी मात्र बनाउँछौ भन्ने व्यक्तित्व को हुन्? जोन लेनन। व्यथित साहित्य सम्मान 2082 कसलाई प्रदान गरियो? डाक्टर तुलसी प्रसाद भट्टराईलाई। त्यस्तै गरी प्रश्न नम्बर 8, दृष्टिविहीन महिला T20 विश्वकप प्रतियोगिताको आयोजक राष्ट्र कुन हो? भारत र श्रीलंका। यो पहिलो संस्करण 2025 मा भएको थियो। सन् 2025 नोभेम्बर 11 देखि 23। यो नोभेम्बर 11 देखि 23 कोप 30 को पनि डेट हो, जुन चाहिँ ब्राजिलमा भएको थियो। प्रश्न नम्बर 9, 22औं अन्तर्राष्ट्रिय कर सम्मेलनको लागि तय गरिएको मिति कुन हो? विक्रम सम्वत 2082 साल मंसिर 2 देखि 5। यो अन्तर्राष्ट्रिय भएकोले हामीले इंग्लिश डेट पनि जान्नुपर्छ। सन् 2025 नोभेम्बर 18 देखि 21 काठमाडौँमा हुने भएको छ। त्यसै गरी प्रश्न नम्बर 10, इन्डोनेसियाको सरकारले राष्ट्रिय नायकको उपाधि कसले प्रदान गर्यो? पूर्व राष्ट्रपति सुहार्तोलाई सन् 2025 नोभेम्बर 10 मा। त्यस्तै गरी प्रश्न नम्बर 11, सगरमाथाको सबभन्दा धेरै पटक आरोहण गर्ने गैर शेर्पा आरोही को हुन्? बेलायतका केन्टन टुल 2025 मे 18 मा 19औं पटक आरोहण गरेका। नेपालको तर्फबाट आणविक ऊर्जा सम्बन्धी कन्ट्री प्रोग्राम फ्रेमवर्क CPAF मा कहिले हस्ताक्षर भयो? सन् 2022 सेप्टेम्बर 27। सेप्टेम्बर 27 वर्ल्ड टुरिज्म डे पनि हो हैन? त्यसैले हामी यसरी नै कनेक्ट गर्दै पढिराख्नुपर्छ। प्रश्न नम्बर 13, एसियाली विकास बैंक ADB ले नेपालको लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरशिप स्ट्र्याटेजीको अवधि कुन हो? सन् 2025 देखि 29। गोपाल प्रसाद रिमाल पुरस्कार 2082 बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ? कवि मन्जुल मेघराज शर्मा नेपाल। प्रश्न नम्बर 15, मध्य प्रदेशको सदरमुकाम जनकपुरमा प्रथम राष्ट्रिय शिक्षा सम्मेलन कहिले सम्पन्न भएको हो? विक्रम सम्वत 2082 साल असार 10 देखि 11। प्रश्न नम्बर 16, विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमालका सफल आरोहण गर्ने पहिलो नेपाली महिला को हुन्? डाबा याङजुम शेर्पा दोलखा। प्रश्न नम्बर 17, एकल साहसिक यात्रा सोलो एडभेन्चर ट्राभल गन्तव्यको सूची 2025 मा नेपाल कतिऔं स्थानमा रहेको छ? 7औं। प्रकृति मैत्री देशको सूचीमा विश्वमै पहिलो स्थानमा पर्न सफल राष्ट्र कुन हो? नेपाल। प्रकृति मैत्री भनेको नेचर फ्रेन्डली मा नेपाल चाहिँ फर्स्ट भएको छ, अरूमा नभई नेचर फ्रेन्डलीमा चाहिँ फर्स्ट भएको छ। प्रश्न नम्बर 19, 17औं ब्रिक्स शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो? सन् 2025 जुलाई 5 र 6 रियो डी जेनेरियो ब्राजिलमा। र यो ब्रिक्समा चाहिँ कतिवटा मेम्बर छ र कुन कुन हुन् भनेर कमेन्ट गर्नु होला साथीहरु।
प्रश्न नम्बर 20 बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सन् 2025 नोभेम्बर 17 यो पनि पछिल्लो भिडियोमा मैले भनेको थिएँ र त्यहाँको गृहमन्त्रीलाई पनि मृत्युदण्डको सजाय दिएको छ। त्यसपछि यो चाहिँ अन्तिम भयो मेरो भिडियो र म पनि सिक्ने क्रममा सिकाउँदै छु हजुरहरूलाई। सो इफ कुनै पनि मिस्टेक भएको छ भने सच्याउनु होला। धन्यवाद।